बाइक चाहियो भनेर मलाई वाक्क लाग्यो कि भाइ तिमीहरूले भन्ने ठाउँमा आउँदैछु बाइक लिनको लागि चाहिँ तँलाई कुन चाहिएको भाइ तँलाई कुन चाहिएको भनिहाले मलाई भनि आयो उही छ बुलेट हेर्नु नि युआरडी कन्डिसन हाउसमा बुलेटहरु छ त हामी चाहिँ ए तिमीहरूले भनेको युआरडी कन्डिसन हाउस टिकटकको यहाँ पो हो आमाम कति राम्रो राम्रो गाडीहरु ओ माय गॉड कस्तो दामी यही होला हैन बुलेट भनेको चाहिँ यही हो मेरो यही मन पर्यो बुलेट त्यही बुलेट हो हेर्नु नि उही छ त आमाम कस्तो दामी दामी बुलेटहरु वहाँ हुनुहुन्छ होला हैन सेल्स गर्ने चाहिँ यता आउनु हुन्न त अनि सर त अनि कुन चाहिँ बाइक चाहिएको भाइ तँलाई भनिहाल त तँलाई ला कहाँ छिरेको यो फेरि कहाँ छिरेको मलाई बुलेट मन पर्यो त्यही बुलेटमा आएर छिर्नु नछिरेसरी म बोलाउँदैछु त म देखाउनु पर्यो हेर्नु पर्यो प्राइस सोध्नु पर्यो अनि पो छिर्ने हो त दुई जाने छिरेर ल हेर हैन त्यो बुलेट म लिएर जान्छु नि त अब मेरो नाममा भइहाल्यो ल हेर एउटा फेरि चढो ल आउनु न छिटो यहाँनिर मलाई त आपत्तै बनाइसक्यो त यी भाइहरूले त ल हेर दुईटै गाडीमा चढिसक्यो अब दाम साम बुझेको छैन हो यिनीहरू त दुईजना चढेर त ल हेर दाम सोध्नु पर्दैन एकदम मिलाएर दिन्छ क्या हामीहरू मन परिरहेछ त्यो बुलेटहरु ल ल ल म तिमीहरूले भनेको मान्छु कि तर ल यिनीहरू त स्टार्ट गरेर कुदारै पो हिँड्न आँटिसक्यो त के भन्दा हुन् नि स्टार्ट गरेर पहिले मान्छेले आउन दिएन त सरलाई म बोलाउँदैछु त ल हेर यिनीहरू त आमामा यस्तो दामी दामी बाइकहरू छन् के गर्नु नि म त यिनीहरूलाई त यिनीहरू त चढिहाले भगवान वाक्क मलाई त नाइ मलाई यही बुलेट मन पर्यो म यही लिन्छु मलाई यही चाहियो ए भगवान मैले हुँदैन भनेको छुइन त अनि तिमीहरूलाई म लिदिन्छु भनिरहेको छु त ए भगवान के भएको म यही लिन्छु ल ल तँलाई नि यही तँलाई पनि यही ल ल आऊ यहाँ थपकन आऊ त उत्र त यहाँ साउसँग कुरा गर्नु परेन मिलाएर दिनुहुन्छ भनेपछि सुन्ने बित्तिकै त हामी पनि टिकटक हेरेर आएको लु दिइहाल्नुहुन्छ नि छिटो ओत्र मोटुलाई त म त लु त कस्तो भनेको मान्दैन गाडीमा चढेर उहाँ हेर त झन्डै उडेको गाडीबाटै के भनेर ओइ छिटो ओत्रिन भाइ त चाहिँ के भएको लु हेर यसलाई त सबै थोक राख्न सक्न सबै आउँदो रहेछ त त बरु यहीँ बस हौ यहीँ बस त यो त आमामा लु छिटो ओत्रिएर आइहाल न लु कहाँ छिरेको यो फेरि कहाँ छिरेको भगवान ल लिदिने भनिरहेको छु त ल ल ल ल तिमीहरूले भनेको म लिदिन्छु फर्स्ट जाउँ न त साउसँग कुरा गरौँ मिलाएर दिनुहुन्छ अनि त्यस पछाडि हामी कहाँ हुनुहुन्छ साउ त ए तिमीहरूलाई त म त फेरि कहाँ छिरेको ए यहीँ हो ए उहाँ हुनुहुन्छ अनि साउजीलाई नमस्ते गर्नु छैन तिमीले साउजी मिलाएर दिनु है मेरो भाइहरूले साह्रै मन परे बाइक होइन तपाईँकै दोकानमा हामी उहाँ टिकटक हेरेर आएको हो मिलाएर दिनु है मिलाएर दिनुहुन्छ भनेर हामी पनि उहाँदेखि आएको हो